धानको तुलसीपुरमा पनि मेन्टेन गरेपछि यस्तो राम्रो ठाउँ बन्दो रहेछ साथीहरू र चिन्नेले भन्नुहोस् त कहाँ कुन ठाउँ हो भनेर। हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो 19 मिनट ब्लगमा। म बिहान उठेर एकछिन डरलाई खेलाएँ अनि मेरो बाबा आउनुभयो, उहाँले मलाई फलफुल खुवाइदिनु भयो, आफै पनि खानुभयो अनि हामी गयौँ यो दान तुलसीपुरको राप्ती शान्ति उद्यान पार्कमा, यो जुन गणेशपुरमा रहेको छ। हामीले नर्मली गणेशपुर पार्क पनि भन्छौँ। म यो गेट बाहिर आएर एकदम खुसी भइरहेको थिएँ किनभने मलाई भित्र जान एकदम एक्साइटमेन्ट थियो अनि हामी भित्र जानु बित्तिकै कस्तो राम्रो ठाउँ रहेछ। म एकदम कुदुङ कुद्न पाइरहेको थिएँ। हामी गएको बेला मौसम पनि कति राम्रो थियो कि भर्खर पानी परेर सकेको थियो अनि मलाई चाहिँ यहाँको यो वातावरण देखेर अति रमाइलो लागिरहेको थियो। क्रममा एक लट बाबा र म यो रनिङ रेस खेल्यौँ। त्यसपछि मैले देखेँ यहाँ गइरहेदेखि म खुसी हुँदै गइरहेको थिएँ कसरी उभिएछ त भनेर। तर पानी परेर चाहिँ एकछिनमा हेर्छु चाहिँ यति ठुलो एलिफेन्ट पनि रहेछ अनि मैले एलिफेन्टलाई आऊ आऊ भनेर बोलाउँदै थिएँ। खुसी भएको थियो। हेर्नु न एलिफेन्ट देखेर पनि एलिफेन्ट कति धेरै एनिमलहरूको त्यहाँ स्ट्याचु बनेको रहेछ अनि हामी सिधै काहीँ नगएर गयो जूतिर। अनि जूमा पहिला मङ्कीहरू के रहेछ तर मलाई चाहिँ चितुवा हेर्नु मन थियो होइन। अनि चितुवा कहाँ छ भनेर खोज्दै चाहिँ यहाँदेखि ठुलो घाँटीवाला जिराफ अनि त्यहाँ त जानु परिहाल्यो। अनि त्यहाँ गएर एकछिन जिराफ हेरेँ मेरो मम्मीसँग उभिएर। त्यसपछि म यहाँ चढ्न थालेँ अर्को राउन्डमा। म हरेक कुरा हरेक एनिमल हेरेर यति एक्साइटेड भइरहेको थिएँ। अनि एकछिन अर्को राउन्ड गरेपछि मैले यहाँ ठ्याक्क फाउन्टेन खुल्यो कि अनि फाउन्टेन खोलेर यति रमाएँ। मलाई त्यो पानी छुनु थियो तर मलाई मेरो बाबाले छुन दिनु भएन। अनि यो कस्तो राम्रो रहेछ कि यो माथि यो टारबारले भेरेको जता हेऱ्यो त्यतै राम्रो लाग्यो कि मलाई यो ठाउँ चाहिँ। अनि हामी गयौँ। मैले त्यो देखेर ऱ्यापिड कस्तो मजाले खाइरहेको थिएँ अनि म देखेर छक्क परेर हेरिरहेको थिएँ होइन। बोलाइ पनि रहेको थियो उनीहरूलाई तर उनीहरू आउनु मानेनन् मसँग। अनि मैले यहाँ डियर देखेँ। त्यसपछि मैले उसलाई जिस्काइरहेको मलाई किन साथीहरू यो जनावरहरूदेखि लिएर अति माया लाग्छ कि अनि म उनीहरूलाई बोलाउन गइरहेको छु। अनि यो अस्ट्रिचहरूले चाहिँ दाना खाइरहेको थियो अनि मेरो बाबा नजाऊ अलि गाह्रो हुन्छ भन्नुहुन्थ्यो तर मैले मानिनँ अनि म उनीहरूसँगै नजिक गएँ। चितुवा हेर्नु गएको भनेको चितुवा भेटाएन। अनि यहाँ फिस हेर्न गयो। फिसमा चाहिँ बुटिक गर्दो रहेछ तल माछा माथि बोट खै के गर्न खोजेको मैले बुझेन राम्रोसँग तर यहाँ कस्तो राम्रो देखिरहेको थियो होइन। अनि हामी कुरकुर जताततै के छ भनेर हेरिरहेको थियौँ। जति हेरिरहेको थियौँ त्यति राम्रो ठाउँ। यहाँ कति धेरैजनाले फोटो खिच्दै हुनुहुन्थ्यो अनि अलिअलि उटपटाङ त गर्नु परिहाल्यो। यता दौडिने उता दौडिने गरिरहेको थियो। पछि यहाँ पनि फाउन्टेन चलिरहेको रहेछ अनि म भिज्न गइहालेँ। यस्तो राम्रो मौसम गरिरहेको थियो, यस्तो आनन्दको मौसम थियो। हेर्नु न कस्तो राम्रो देखिरहेको थियो। अनि मैले यो टाइगरको मुख देखेँ अनि टाइगरको मुख देखेपछि म निडर भएर म टाइगरको मुखभित्र छिरिहालेँ। अनि म यो पुल जस्तो चिजमा पनि भुलेँ एकछिनसम्म होइन। म तल मङ्की जसरी तलमाथि गरेर त्यो पछाडिको भ्यू हेर्नु न साथीहरू कति राम्रो छ। माथि त चढिहालेँ तर आउँदाखेरि चाहिँ अलिक कस्तो खाजाङ कुद्रुङ रहेछ क्या साथीहरू। अनि मलाई बाबाले डराउनु भयो। त्यसपछि म यसमा बसेँ एकछिन मम्मीलाई पोज दिएँ फोटो खिच्नको लागि अनि म फेरि त्यही टाइगरको मुखमा गएँ। यो ठाउँमा गएर चाहिँ मलाई एकदम रमाइलो भयो तर सधैँ यहाँ बसेर त भएन, घर फर्किनु परिहाल्यो। र त्यसपछि हामी घर फर्क्यौँ। आजको लागि यति साथीहरू, बाई बाई। कस्तो लागिरहेको छ कमेन्ट गर्नु होला।